नमस्ते सबैजनालाई। मैले चाहिँ फेरि यहाँ भोइस ओभर गरिरहेको चाहिँ अस्तिको भिडियोमा। अनि मलाई खासै हिन्दी बोल्न आउँदैन नि त ब्लगहरू बनाउनलाई। अनि आफूले गरेको लाइक अलिअलि भिडियोहरू चाहिँ युट्युबमा हाल्छु क्या। अनि म चाहिँ दाजुसँग गयो बाहिर। Wow. Princess. Lah. अनि मलाई चाहिँ रुख बिरुवाहरू हरियो परियो देख्ने बित्तिकै कस्तो त्यहीँ खेल्न मन लाग्छ कि जिस्किँदै जाँदै थिएँ दाइसँग पालै भिडियोहरू बनाउँदै स्लो मोसन गर्दै। कस्तो मोटी देखेको मलाई यो लुगामा आम्बो उहिले किनेको कस्तो छाङछुङ देखिरहेछ मेरो हाफ प्यान्ट। त्यही पनि होस् है भनेर। यो चाहिँ युनियन पार्क छेउमा है, नजिकै हो मेरोदेखि। आज खासमा क्रुज जाने भनेर हिँडेको, क्रुजमा घुम्ने। यस अनि यस्तै छ। मैले चाहिँ अस्ति अलिकति भोइस ओभर गर्दै थिएँ क्लिनिकमा बसेर फ्री टाइममा, बाहिरबाट हल्ला गरेर बोलाएर। अनि त्यतिकै फेरि स्टप गरेर अनि 2 दिनपछि फेरि यस्तै छ है मेरो चाहिँ चलन। अनि अस्ति भोइस ओभर नगरिहालेको, त्यही पनि एडिट नगरिहालिदिएको त कस्तो बन्द भएछ है युट्युबले। अनि बिस्तारै हामी चाहिँ गइरहेको थियौँ खेल्दै युनियन पार्कबाट। सधैँ ड्युटी अनि रुम गर्दै भएर होला कहिलेकाहीँ बाहिर निस्किन्छु कि। युजली आज भोलि मेरो ड्युटी आवर एकदम राम्रो छ होइन। 1 बजीदेखि 9 बजीसम्म अनि अरू दिन चाहिँ 3 बजीदेखि 9 बजीसम्म। त्यही पनि बाहिर निस्किनै मन पर्दैन। इभन साथी पनि छैन कि कोही पनि मेरो। एक्लै जाऊँ भने भिडियोहरू गर्ने त्यही घरको मात्रै हो। त्यो पनि अल्छी लाग्छ, रुममै यतिकै मोबाइल हेरेर टाइम बिताइदिन्छु। सो दाइसँग चाहिँ जान्छु कि बाहिर कहिलेकाहीँ, रमाइलो लाग्छ जिस्किँदै चल्दै झगडा गर्दै भए पनि। अनि साथीहरूको खासै टाइमिङ पनि मिल्दैन। सबैजना नर्सहरू भइसक्यो, त्यस्तै कहिले उनीहरूको ड्युटी हुँदा मेरो अफ हुन्छ, मेरो अफ हुँदा तिनीहरूको ड्युटी हुन्छ। त्यही भएर गयो, त्यही नजिकै गएको हो, हेर्दै गर्नु होला। यो चाहिँ खासमा मैले किन बनाएको भने मैले पहिला नि भिडियोहरूमा भनिरहेको छु, मेरो पर्सनल मेमोरीको लागि हो होइन। पछि हेर्न बुढेसकालमा यानि 2 वर्ष 3 वर्षपछि हेर्दाखेरि चाहिँ ओ माई गड होइन यो टाइममा यसरी स्पेन्ड गरेको थिएँ भन्ने हुन्छ नि त, आफ्नै लागि हो भनेर चाहिँ मैले कहिलेकाहीँ म बाहिर निस्किँदाखेरि चाहिँ सानो क्लिप्सहरू चाहिँ टिप्छु अनि आफै भोइस ओभर गरिदिन्छु कि यसरी। कस्तो राम्रो मौसम छ है अहिले दुबईमा अहिले चाहिँ वारले गर्दा एकदम धेरै गाह्रो भइरहेको छ। 2 हप्ताको लागि स्टप रे। अब हेरौँ के हुन्छ। होप्सो राम्रो। अहिले सधैँ विस गरिरहेको छु अब चाहिँ स्टप होस् भनेर, किनकि एकदम धेरै पर गरौँ कि हामीलाई चाहिँ अब वर्ल्डमै सबैतिर नै प्रायः जसो एकदम धेरै हाम्पर भइरहेको छ। हरेक कुरा एक्सपेन्सिभ। अब मेन त अब तेल हो होइन। तेल नै सप्लाई नभइसकेपछि, प्रोपर वेमा सप्लाई नभएपछि हरेक कुरा त्यसैले त गर्ने हो। कम्पनीहरू चल्नेदेखि लिएर ट्रान्सपोर्टेसनहरूदेखि लिएर सानादेखि ठुल्ठुलो कम्पनी उद्योगहरू चल्ने तेलको कारणले गर्दा त्यसैमा मेन चाहिँ टार्गेट गरेर वार भइरहेको छ भन्छन् होइन।
त्यही देशहरूमा चाहिँ जुन देशमा चाहिँ बढी तेल उत्पादन हुन्छ त्यही देशमा चाहिँ त्यही ठाउँमा चाहिँ मिसाइलहरू हानिरहेछन् भन्छ। अहिलेको लागि चाहिँ स्टप भएको छ। सो सधैँ विस गर्छु के अनि कति धेरै कुराहरू छ, कति धेरै सपनाहरू छ। मान्छे हामी त्यसै पनि मरेर जाने हो, किन चाहिँ झगडा गर्नु जस्तो लाग्छ कि एक मनले। अन्त पोलिटिकल वेबाट हेर्दाखेरि सायद एकअर्कामा मै हुँ ठुलो भन्ने होला, तर दुःख पाउने भनेको हामी जस्तो सर्वसाधारण मान्छेले रहेछ के। हामी जस्तो काम गरेर खाने, आज काम गरेर भरे खाने, एक छाक त्यसरी जीविकोपार्जन गर्ने मान्छेहरूलाई एकदमै धेरै गाह्रो हुन्छ। अनि बिजनेस गर्नेहरूलाई धेरै गाह्रो। आज करोडपति छ, भोलि रोडपति हुन बेर छैन। यस्तो तरिकाले त बिजनेस डामाडोल भइरहेको छ। हाम्रो पनि कस्टमरहरू धेरै आउने अब त छैन। अब कतै पनि हुनै नभइसकेपछि मान्छेले आफ्नो जेनरल कुराहरू नै फुलफिल गर्न सक्दैन भने कसरी। मेरो चाहिँ फिल्ड चाहिँ अब लेजर टेक्निसियन भयो होइन। अनि एस्थेटिक लेजर लेजर अनि ब्युटी र ब्युटी रिलेटेड हो नि त। सो मान्छेले अब आफ्नो जेनरल नभई नहुने कुराहरू, फन्डामेन्टल कुराहरू पहिले फुलफिल गर्ने, त्यस पछाडि हो अरू चिजहरू भनेको। सो सेकेन्ड प्रायोरिटीमा पर्छ होइन। उनीहरूलाई सबैको पुरा भएपछि न मान्छेले आफ्नो ब्युटीको बारेमा सोच्ने हो। अहिले त सबै थोकतिर सबैतिर एक्सपेन्सिभ छ, ग्रोसरीदेखि लिएर भेजिटेबल्सहरू अनि ट्रान्सपोर्टेसन सबै एकदमै धेरै हाई कस्ट भइरहेको छ कि। अनि अहिले हामीले कति धेरै अफरहरू दिँदाखेरि पनि खासै छैन कस्टमर भनौँ न। अनि त्यसले गर्दाखेरि चाहिँ कस्तो टेन्सन लाग्छ कि हाम्रो डक्टर पनि अलिकति अब उसले हामीलाई स्यालेरी दिने हो त्यही पेसेन्टबाट आइरहेको इन्कम अनुसार। अनि उसले हाम्रो फिक्स स्यालेरी त दिनै पर्यो होइन। अनि एक्स्ट्रा कमिसन आउने भनेको मेरो त्यही धेरै कस्टमरहरू आयो भने त हुने, तर नत्र त गाह्रो छ। उसलाई पनि स्यालेरी दिनु पनि गाह्रो भइरहेको छ। अहिलेको सिचुएसनले चाहिँ एकदमै धेरै ह्याम्पर गर्यो। के गर्ने, हामी जस्तो मान्छेलाई नै हो संसारमा गाह्रो हुने भनेको। अनि म चाहिँ जहिले पनि सोच्छु कि सबैले राम्रोसँग लाइफ जिउन सकौँ। एटलिस्ट आफ्नो लागि आफै कमाएर आफै काम गरेर खान सक्ने वातावरण होस् विश्वमै। कोही मान्छे पनि एकअर्कामा मारिनु नपरोस्, एकअर्कामा मर्न नपरोस् भन्छु। कहिलेकाहीँ महामारी कोरोनाको टाइममा एकदमै धेरै वर्ल्डमै धक्का पुगेको थियो। अनि हामी नेपालीहरूलाई त एकदमै धेरै पछाडि पार्यो त्यसले। कहिले भूकम्प आउँछ, कहिले त्यस्तै प्राकृतिक विपत्तिहरूले, त कहिले अब यो वारले गर्दा एकदमै धेरै ह्याम्पर बनाएको छ। मिडल इस्टहरूमा ठुलो शक्तिशाली देशहरूले चाहिँ अब मिडल इस्टहरूमा चाहिँ मिसाइल बमबारी रहेको कारणले गर्दाखेरि अनि हामी यहाँ काम गर्ने मान्छेहरूलाई चाहिँ गाह्रो भएको छ, यहाँ बस्ने मान्छेहरूलाई। अनि त्यही भएर गड प्लिज स्टप द वार है। सबैजनाले आफ्नो उमेरभरि जति उमेर लिएर आएको छ त्यति नै बाँच्न पाऊँ भन्छु कि। एकअर्कामा मारामार चाहिँ कहिले पनि नगरोस्, एकअर्कामा रिस्टा किन भनिन्छ नि। आखिर एक दिन मरेर त गइन्छ, लगेर पो के नै सकिन्छ र। अन्त नर्मली यहाँनिर बसिन्छ, काम गरिन्छ आफ्नो परिवार पाल्नको लागि, आफ्नो पेट पाल्नको लागि। त्यो कुराहरू बुझे हुन्थ्यो जस्तो लाग्छ। कस्तो राम्रो मलाई त कति रात त निन्द्रा लाग्छ त्यो कुरा सोच्दा किन होला तर है एकअर्कामा खुट्टा तान्न त विश्वमै त्यस्तो ठुलोले सानोले चेप्ने रिप्लेस मोडको लागि चाहिँ
यति राम्रो समुद्र छ यो दुबई, यति राम्रो राम्रो ठाउँहरू बनाएको छ आर्टिफिसियल भए पनि। यस्तो लाग्छ कि पानी कहाँदेखि ल्याउँछ, कसरी यो सम्भव भयो होला। किनकि पहिला त पुरै बालुवा खानी हुँदैन, पानीहरू पर्दैन, आर्टिफिसियल पानी पराउँछ भन्थ्यो पहिला पहिला। अहिले चाहिँ पानी त्यही बनाइरहेको छ। आमामा ल केस पनि अलिकति हल्लाइदेऊ त। कस्तो राम्रो। अनि यो चाहिँ म फर्स्ट टाइम यत्रो वर्ष भयो होइन, नर्मली आउने जान त भइरहेको थियो, तर यस्तो पर्सनल बोटमा चाहिँ गएको थिएन म। यसमा चाहिँ हामी अब जतिजना भए पनि जे होस् सानो सानो कस्तो रमाइलो हुने रहेछ कि 1 घन्टा आधी घन्टाको टाइमिङ। अनि मक्तम ब्रिज साइडतिर लाग्यो। कस्तो राम्रो यो सनसेटको झन् साह्रो बो, तर मेरो फेस चाहिँ कालो देखिरहेको छ। अनि यो एक त ड्रेस पनि भएन, अब नेक्स्ट टाइम फेरि जाने हो कपाल उडाउँदै। मेरो चाहिँ भने जस्तो भिडियोहरू पनि फोटोहरूमा आउँदैन कि, मान्छे नै नराम्रो भएर होला। अरूभन्दा नि मलाई खासमा मेरो म त्यहाँ नबसेको भए झन् दामी आउँथ्यो सिन। म भएर कस्तो डराउरो भएको छ। त्यही नि पोस्ट हानिदिन्छु, के को लागि त यो मेमोरीको लागि त नि, पछि बुढेसकालमा हेर्नुको लागि मजा आउँछ। त्यही भएर मैले चाहिँ सेयर गरेँ मेरो युट्युबमा। कति चाहिँ राम्रो हो कि त सनसेटको, पुरै रेड कलर। रेड भनेको के भन्छ यसलाई, कुन कलर भन्ने होला है। फुल इन्जोय के मैले चाहिँ यस्तो रमाइलो गर्यो यो ठाउँमा, लाइफ टाइम मेमोरी। मेरो कपाल कति चाँडो बढेको, अस्ति छोटो बनाएको थिएँ, अहिले फेरि बढिसक्यो, तर एकदम धेरै पातलो चाहिँ भएको छ। बढ्नु चाहिँ सलसली नै बढ्छ। अब चाहिँ काट्दिन, अलिक लामो बनाउँछु अनि चाहिँ काट्छु थोरै 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 थोरै। अस्ति त मैले घाँटीसम्म बनाएको 3-4 महिना अगाडि। यस्तो हुन्छ, अल्छी लाग्छ कि मलाई चाहिँ यो भोइस ओभर गर्नलाई पनि। यहाँनिर के भन्ने हुन्छ, कस्तो राम्रो चेकचोरी चरा सहारा तिमी। सबैजनाले सब्सक्राइब गरिदिनु होला, अनि कमेन्ट गर्नु होला, लाइक गर्नु होला है त। मलाई चाहिँ खासमा कस्तो डर लागिरहेको थियो कि त्यो साइडतिर जाँदा। अनि तर इन्जोय एकदम धेरै रमाइलो भयो। दाइलाई भिडियो बनाइदिनु भनेको आफै गाउन गाना गाउँदै, अनि चाहिँ गीत नगाउनु न भिडियो देखाउने बित्तिकै गाउनु थालिहाल्ने। कस्तो राम्रो छ है। आधा घन्टा भन्दा चाँडै ल्याइदियो। धोका दियो तिमीले, कलेजोमा घाउ लाग्यो, 32 सम्म हामी उठाइदियौँ। बिछोडको गलीले बदनामको दाग लाग्यो। यस्तै छ यस्तै छ। सररररररर गयो हामी।
यो चाहिँ फर्किँदाखेरिको अहिले चाहिँ निकै रात पनि भइसक्यो होला नि आधी घन्टा टाइम एकैछिनमा गएको हो सरर लग्यो बिस्तारै समुद्रको छालमा अनि बिस्तारै टर्न गरायो होइन एकैछिनमा गयो जस्तो लाग्यो कि मलाई 5 मिनटमै रिटर्न भयो जस्तो फिल भयो अब चाहिँ 1 घन्टा टाइम निकालेर जाने 1 घन्टा समुद्रको छाल जस्तै यो मन छल्किरहन्छ कस्तो राम्रो लाग्छ यो गाना तर आउँदैन कि गाउनै तर मलाई गाना गाउने बेलामै आउँदैन लिरिक्स सुर पनि त उस्तै छ Thank you so much everyone for watching. Keep watching. Do like, share and subscribe guys. आयो ढिलै सम्झनाको लागि भिडियो खिचिन्छ पोस्ट गरिन्छ युट्युबमा अनि यो चाहिँ फर्केर पैसा थिएन क्यास थोरै मात्रै थियो अनि अब क्यास दिने भनेर त्यो भैयालाई साथमा लिएर क्यास विथड्र गर्न निस्केको हामी चाहिँ घर फर्केको हो यो पनि उनीहरू के अरे कम्पनीको यो चाहिँ ठुलो नाइट डिनर जाँदै यसमा चाहिँ रमाइलो गर्ने इन्जोय गर्ने यसमा बेली डान्सहरू हुन्छ सबै थोक है साथीहरू आउनु कसैलाई इन्ट्रेस्टेड छ भने आउँदा हुन्छ थ्याङ्क यू